जय काली, जय माँ काली, जय भद्रकाली, जय गुरु गोरखनाथ बाबा आदेश, जय पशुपतिनाथ राष्ट्रिय देवता। ल आज सोमबारको दिन है म हजुरहरुमा आज फेरि आइपुगेँ। हरेक आमाको ज्ञानहरू बाबाको ज्ञानहरू दिने क्रममा हजुरहरुमा आज पुर्याउने क्रममा यो आजको दिन चाहिँ शिवरात्रिको उहाँले राख्नु भएको शिवरात्रिको पूजाको विधिबारे जानकारी दिनु न भन्नुभएको अनुसारले प्रश्नको अनुसारले म हजुरहरुमा आज शिवरात्रिको बारे जानकारी दिन आएँ। सबैलाई थाहा भएकै कुरा चाहिँ हो, कतिले जानेको पनि छ। आमाको सन्तानहरू सबै 101 हुनुहुन्छन् पूजापाठमा हैन। त्यही भएर यो भिडियो होला पनि आमाको सन्तानहरू ठुलो मनका हुनुहुन्छन् सबैजना है, असाध्यै ठुलो दिलका हुनुहुन्छन्। यो भिडियो पनि सबै संसार माझ पुगुन्। हेर्नेले हेर्छन्, नहेर्नेले हेर्दैनन्, तैपनि आफ्नो कर्म धर्म भनेको सबै माझ ज्ञान पुगुन्। केही विधि जानेको छ भने यसबाट सिकुन्, गरून्, सुख प्राप्ति गरून् भन्ने हिसाबले चाहिँ हामीले सेयर गरिदियौँ है त सबैले। ल अब उहाँले सोध्नु भएछ जय माँ भद्रकालीमा शिवरात्रिको व्रत कसरी बस्ने अनि जसले पनि बस्न मिल्छ व्रतको बारेमा भिडियो बनाइदिनु होला मा भनेछन् है। अब आउँदै गरेको शिवरात्रि फागुनको 3 गते आइतबारको दिन परेको छ है। आइतबारको दिन शिवरात्रि परेको छ, महाशिवरात्रि। अब शिवरात्रि भनेको हामीले भोले बाबालाई मान्ने हो, सबैलाई थाहा भएको कुरा हो यो चाहिँ है। शिवरात्रि दिन विशेष बाबा भोलेनाथ पशुपतिनाथको पूजा आराधना गर्ने, ताकि हामीमा अज्ञान छ भने ज्ञान लिनु पर्यो, जानी अनजानीमा पाप गरेका छन् भने पापलाई धुलाउनु पर्यो त्यस दिनमा बाबासँग क्षमा मागेर भनेर बाबाको त्यस दिनमा विशेष रूपमा पूजा गर्ने गर्छौँ हामी सदैव है। वर्षेनी एकचोटि पूजा गर्नेछु। यो पूजा चाहिँ सदैव वर्षेनी एकचोटि छुटाउनु हुँदैन हजुरहरूले। र विशेष कुरा शिवरात्रिको चाहिँ सबैले जानेको बेलपत्र चढाउन सबैले जानेको छ। विशेष त बाबालाई भाङ धतुरो बेलपत्रहरू चढाउन जानेकै छन्। त्यस चिजमा उहाँ अलिक खुसी हुनुहुन्छ भनेर हो। फेरि अहिले मनुष्यहरू भाङ धतुरो खान्छन्, शिवजीले त खानु भएको हो भन्छन्। त्यस्तो नगरिदिनु होला, त्यो गलत बाटो हो। परमात्माले त्यतिखेर हामीलाई समानुलाई जुन कार्य गर्नुभयो त्यतिखेरकोमा सीमित भयो त्यो कार्य। अब सदैव मनुष्यले टिप्नु भएन। मनुष्यले टिप्ने यदि टिप्ने हो भने भाङ धतुरो बाबाले जस्तो खाएर टिप्ने हो भने बाबाले बिख पनि खानु भएको थियो, त्यो पनि खाइदिनु होला सकिन्छ भने है। अनि मात्र म बाबाको भक्त बन्छु है। ल अब शिवरात्रिको बारे कुरा गरौँ। शिवरात्रि दिन हजुरहरूले 1 दिन अगावै वा 3 दिन अगावै घरमा शुद्धता ल्याउनु होला है। शुद्धता ल्याउनु भनेको माछा मासु लसुन प्याजहरू नखाइदिनु, अरू बेला खाएको हुनुहुन्छ भने त्यस दिन शिवरात्रि आफ्नो घरै चोखो गर्नुपर्छ हजुरले। मन मात्र चोखो होइन, गृहस्थी जम्मै चोखो गर्नुपर्छ हजुरले है। किन भन्दाखेरि अहिले अब जति पनि अब मनुष्यहरू छन्, जति पनि पूजापाठमा लागेपछि उहाँहरूले के गर्छन् भने मैले सुने यहाँ आएको भक्तजनहरूले सुनाउँदाखेरि माछा मासु खान्छन् होला, पर जाऊ है, मलाई नछो है भनिदिनुहुन्छ अरे। त्यसो बिल्कुलै कसैको चित्त नदुखाउनु, कसैको चित्त नदुखाउनु नै धर्म हो हाम्रो। कहाँ त्यतिकै धर्म कमाइन्छ र हामीले हैन। अब हामीले त पहिला अज्ञानमा हामीले खाएर आयौँ, ज्ञान पाएपछि हामीले छोड्यौँ हो। यस्तै ज्ञानको लागि ज्ञानको भण्डार परमात्मा सत्य परमात्मा शिव शङ्कर भोलेनाथको हामीले पूजा गर्नुपर्ने, वर्षेनी पूजा गर्नुपर्छ है। अनि रहेको कुरा अर्को, घरमा होम हवादी पनि लगाइदिनु होला। पुरेतहरूलाई राखेर आफ्नो पुरेतलाई राखेर होम हवादी गर्नु, ताकि घर पनि शुद्ध हुन्छन्, आफ्नो मन पनि शुद्ध, तन पनि शुद्ध, परिवार पनि शुद्ध हुने र आफूले गरेका जानी अनजानी पापहरूले पनि धुलेर होममा स्वाहा गरिदिनु पर्ने हुन्छ है। अग्नि साक्षी राखेर स्वाहा गर्नुपर्ने हुन्छ। त्यसपछि अग्निमा होम राखेर स्वाहा गर्नुपर्ने भएको भएर होम चाहिँ अनिवार्य परमात्मालाई असाध्यै मनपर्ने भएको भएर होम गर्नु पर्यो। र रह्यो अब शिवरात्रिको दिन कुरा। शिवरात्रि बिहान प्रहर उठिसकेपछि हजुरहरूले स्नान गरिसकेपछि पहिला आफ्नो पितरलाई, आफ्नो पुर्खाहरूलाई सम्झेर जल दिनु होला, तर्पण गरिदिनु होला है। पितरहरू मोक्ष भएको छैन भने मोक्ष भइदिनु होला। मेरो आज शिवरात्रिको व्रतमा, शिवरात्रिको पूजा आराधनामा कुनै बाधा विघ्नहरू नआओस् है भनेर आफ्नो पुर्खालाई पनि साँची राखिदिनु होला है। आफ्नो पुर्खालाई साँची राखेर, हुन त पितरभन्दा भगवानभन्दा पितर त ठुलो होइन। मैले पहिला पनि भिडियोमा भनिसकेको छु, परमात्माले जन्मायो, हुर्कायो, बढायो तिमीहरूलाई, सन्तानहरूलाई। त्यही मनुष्यले नै हुर्काउने बढाउनु भएको र आफ्नो मातापिता हामी सर थाल्नुपर्छ। जसले आफ्नो मातापिताहरूको राम्रो सेवा गर्यो त्यसले नै हाम्रो कर्म हाम्रो आशीर्वाद पाउनेछ भनेर हाम्रो पुर्खालाई माथि राख्नु भएको भएर हामीले पुर्खालाई पहिला तर्पण दिने जे कार्यमा पनि है। तर्पण दिइसकेपछि चाहिँ हजुरहरू माथि आउने, आफ्नो पूजा कोठामा आइसकेपछि आफ्नो कुलमा दियो बालिदिने, एउटा फेरि कुलको दियो। भोलेनाथ पशुपतिनाथ भनेको त कुल हो नि त, कुल देवता हो नि त। कुलमा पनि बस्नु भएको छ, सबै देवीहरू सँगसँग बस्नु भएको छ। त्यही भएर उहाँको छुट्टै कुलमा छुट्टै बस्नु भएको भोलेनाथलाई मेरो कुलदेवता आज शिवरात्रि हजुरको राम्रोसँग मनाउन पाऊँ भनेर हजुरले कुलमा पनि बत्ती बालिदिनु होला है। त्यसपछि आएर गणेशजी, प्रथम पूजनीय गणेश विघ्नहर्तेश्वरलाई दियो बालेर पूजा आराधना दुबोहरू चढाउने सबै कार्य गरिसकेपछि
अनि नित्य कर्म सुरु गर्नु होला आफ्नो घरमा। पञ्चायन कुन राख्नु भएको छ हजुरहरूले? काली पञ्चायन, दुर्गा पञ्चायन, शिव पञ्चायन, सूर्य पञ्चायन, विष्णु पञ्चायन कुन राख्नु भएको छ? उहाँहरूको सब सेवा गरेर पूर्ण 33 कोटी पूरा गरेपछि अनि शिव भोलेनाथको पूर्ण सुरु गरिदिनु होला। भोलेनाथको सुरु गर्ने बेलामा बिहान प्रहर ब्रह्म मुहुर्तमा गरे पनि हुन्छन्, भ्याउँदैनन् मध्यमा गरे पनि हुन्छन् पूजा। मध्य र साँझको पूजा असाध्यै राम्रो फेरि है। बिहान ब्रह्म मुहुर्त भने म चाहिँ जे कार्य पनि देवीहरूलाई रात्रिकालीन पूजा गर्ने भएको भएर बाबालाई पनि मध्य पूजा मनपर्छ मलाई है। रात्रिकालीन बाबाको त चल्दैन देवीहरूको हो, तर बाबाको चाहिँ मध्य पूजा राम्रो। ब्रह्म मुहुर्त भन्दा नि मध्य पूजामा असाध्यै राम्रो लाग्छ मलाई चाहिँ, आनन्द आउँछ। किनकि त्यतिखेर तेज बढ्दा हुन्छ उहाँको, अनुभव गर्ने चिज हो यो चाहिँ है, कसैले देख्ने चिज चाहिँ होइन यो। त्यही भएर मध्य पूजा होम हवादी सबै गरेर मध्य पूजामा मध्यमा आनन्दले पूजा गरिदिनु होला। बेलुकी धुनी बाल्नु होला, अग्निमा धुनी ताप्नु होला। मेरो रोग हर, दुःख हर, कष्ट हर भनेर अग्नि देवतालाई पूजा गरिदिनु होला फेरि बेलुकी पनि है। र बिहानको प्रहर पूजामा चाहिँ हजुरहरूले 108 बेलपत्र चाहिँ सकिन्छ अनिवार्य चढाइदिनु होला। एउटा 3टा नभइकन 108 बेलपत्र चढाउनु। र जप्नु सक्नु भएन, जप्ने बानी छैनन्, ओम नमः शिवाय मन्त्र जप्ने बानी छैनन्, अब चेलीहरूले त त्यस दिन त जप्नै पर्छ, सिद्ध गर्नै पर्छ मन्त्रहरू के छ शिवरात्रि भनेको पनि होइन। त्यही भएर अब बाहिरी भक्तहरू जुन हुनुहुन्छन्, जो परमात्मा बास नलिकन आसन नलिकन बस्ने हाम्रो आमाको सन्तानहरू, आमाको सन्तान सबै बराबर हुनु है। तर उहाँहरूको लागि चाहिँ बेलपत्र हातमा यसरी लिने र ओम नमः शिवाय भने शिवजीको माथि राखिदिने, फेरि ओम नमः शिवाय भने शिवजीको माथि राखिदिने गरेर 108 पूर्ण गर्दाखेरि 108 मन्त्र पनि पूर्ण हुन्छ। बेलपत्र साक्षी राखेर हजुरहरूको पूर्ण भएर जान्छन्। सबैले घरको सदस्य सबैले गरे पनि हुन्छन्, बेलपत्र चाहिँ चाहियो तर है। र त्यसपछि हजुरहरूलाई शनि दशाले घेरिएको छ, असाध्यै ग्रहहरू शान्ति गर्दा पनि कटिएन, शान्ति भएन भने उहाँकै अंश हो शनि, भोलेनाथकै अंश हो शनिदेव, शनि महाराज भनेको कर्मफलदाता। भोलेनाथलाई कालो तिल चढाइदिने त्यस दिनमा, तर शिरमा नहालिदिने, डाइरेक्ट कालो तिल शिरमा नहालिदिने है। भोलेनाथको अगाडि अर्पण गरिदिने, कतिले जलधारामा हालेर पनि दिन्छ, त्यसो नगरिदिने। भोलेनाथको अगाडि राखेर ल प्रभु मेरो शनि दोष हटाइदिनु होला, नवै ग्रह शान्ति गरिदिनु होला भनेर भोलेनाथलाई कालो तिल पनि चढाउन सक्नुहुन्छ है। अब रह्यो सुरु गर्नु अघि पञ्चायन पूजा के अरे पञ्चामृतले पूजा गर्ने त ब्राह्मणले गरिहाल्नुहुन्छन् सबै थोक होइन। मैले विशेष कुरा मात्र सिकाइरहेको छु हजुरहरूलाई है। विधिपूर्वक कार्य त ब्राह्मणले गरिदिइहाल्नुहुन्छ सबै थोक है। यति गरिसकेपछि हजुरले व्रतमा बेलुकी 1 छाक नुन खाएर हलुवा रोटी तरकारीहरू खान सक्नुहुन्छ है। नुन नखाइकन व्रत बस्नुहुन्न। हामीले कहिले पनि नुन नखाइकन व्रत बस्ने भनेको हामीले मनुष्यको आफ्नो पुर्खाहरूले देह त्याग गरे बेला जुन हामी बस्छौँ नि त्यतिखेर हो हामीले नुन नखाइकन बस्ने भनेको। हामीले व्रतमा चाहिँ नुन खानै पर्छ है, 1 छाक नुन चाहिँ खानै पर्छ है। र त्यही भएर बेलुकी त्यति कार्य सकेपछि अनि धुनी बाल्नु होला। धुनी बालेर दुःख हर रोग हर भन्दै धुनी बालेर पूजा गरेर अग्निलाई पूजा गरेर ल जसरी यो अग्नि उज्यालो छ त्यसरी नै हाम्रो घरमा कहिले पनि अँध्यारो नहोस्, सधैँ उज्यालो होस् भनेर अग्नि देवतालाई घुमेर ओम नमः शिवाय ओम त्यहीँ बसेर पनि फेरि जप्न पाइन्छ हजुरहरू चेलीहरूले चाहिँ फेरि है। यसरी गर्नु। केही बुझेको छैन भने अझै पनि सोधिदिनु होला, सबै कुराहरू सोधिदिनु होला है। म राख्ने छु कुरा, अझै पनि समय बाँकी नै छ है त। र सबैलाई जय काली, जय मा काली, जय भद्रकाली।